फेरि पनि हामी लाइभमा जोडिएका छौँ। केही प्राविधिक कठिनाइ, इन्टरनेटको समस्या, अलिकति हाम्रो यो किचन टप फ्लोरमा छ, त्यस कारण पनि केही प्राविधिक समस्या, त्यसको लागि क्षमा। अब के भइरहेको छ महेशजी हो? अब यो हामी बगियात तयार गर्न गइरहेको छौँ। अब हामी यसमा स्टक गर्छौँ। त्यो हाम्रो मिक्स जो चामलको आटाको डो हाम्रो रेडी छ। अब यहाँ यतातिर हाम्रो दाल रेडी छ। अब यसलाई हामी बनाएर हामी एउटा सेप दिने कोसिसमा छौँ। सेप र साइज दिने कोसिसमा हामी गइरहेको छौँ। अब किचनभित्र भनेको किचनको काम भनेको टमै हुन्छ। खाने मान्छेलाई जस्तो लाग्छ कि प्लेटमा ल्याएर राखिदियो, त्यसको पछाडि केही मिहिनेत हुँदैन। तर हामीहरूलाई त्यसको पछाडि घन्टौँ मेहनत, घन्टौँ टाइम दिनुपर्छ कुनै पनि क्वालिटी र क्वान्टिटी प्रडक्ट निकाल्नको लागि। यो वास्तवमा यहाँले आज दिनभरि जो प्रयास गरिरहनु भएको छ र भोलिको लागि जो तयारी गरिरहनु भएको छ, यसको यो पछाडि त कुनै सन्देह रहेन। पशुपति यता आएर पशुपतिजीले केही जिज्ञासाहरू, यो खास गरी आज दिनभरिको यो समग्र आजको मिसापला, आजको मेनु होइन, यो कन्भर्सेसन गर्न सक्नुहुन्छ प्लिज। मैले यो जुन चाहिँ आजको मिथिलाको जुन फुडको लागि आज एकदमै इच्छुक भएर एकदमै इन्ट्रेस्टिङ तरिकाले चाहिँ मैले हेरिराखेको छु र यो गरिराख्दाखेरि केही कुराहरू म पनि हेल्प गरिराखेको छु सेफलाई, र पनि हाम्रो महेश सेफ र हाम्रो सतीश सेफ। विशेष गरी म विकास सेफ चाहिँ पछाडि हुनुहुन्छ होइन। मैले आज जुन दिनभरि पसिना बगाउनु भएको छ, महेशजीसँग पछि अघि लागेर जो काम गर्नु भएको छ, विकासजी याद छ भाइ तपाईँलाई है, एकदमै मिहिनेत गर्नुभएको छ र अझै मिहिनेतको क्रम जारी छ। सतीशजीले त्यति नै हार्डवर्क गर्नुभएको छ, तपाईँको त कुरै छोडौँ होइन। यही कुरालाई चाहिँ मैले जोड्न चाहेँ, जहाँ कि महेश सेवले नि भर्खरै भनिराख्नु भयो, हामीले प्लेटमा दिँदाखेरि चाहिँ एकछिनमै दिएको जस्तो हुन्छ, तर हाम्रो त्यो प्लेटमा जानुभन्दा अगाडिको काम कुराहरू चाहिँ कति जुन चाहिँ प्र्याक्टिस, कति कुराहरू चाहिँ हामीले प्र्याक्टिकल्ली गर्नुपर्छ भन्ने कुराहरू यहाँ आज हामी उता आयोजनको प्रेरणाबाट लाइभमै भएको बेलामा र सँगसँगै हामीले लाइभ बुकिङ गरिराखेको बेलामा, लाइभ मिजाप्ला गरिराखेको बेलामा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। र यो देखिराख्दाखेरि मैले यो जुन अहिले हामीसित बगिया स्टफिङ स्पेसल्ली हाम्रो यता दाल स्टफिङबाट चाहिँ बनिरहेको छ र यसैको बारेमा चाहिँ म महेश सेफलाई चाहिँ सोध्दै थिएँ। सेफ यो त्यसको डो यो मरिसँग मिल्दोजुल्दो भयो एकदमै। म हिजोको दिन बच्चादेखि नै मैले यो मरि खाएको भएर चाहिँ यो कुरा चाहिँ मैले यसमा निकालेँ र सँगसँगै डो मिल्यो तर स्टफिङ फरक छ। त्यसैले सोध्दैछु सेफ यो जुन चाहिँ हामीले अब कुन प्लेसमा चाहिँ यसलाई सर्भ गर्दैछौँ भनेर भनिराख्दाखेरि चाहिँ सेफबाट केही कुराहरू आइराखेको छ र हामीले त्यसको स्टफिङ पनि देख्न सकिन्छ। हाम्रो सतीश सेफले गरिराख्नु भएको छ होइन, र सतीश सेफले गरिराख्दाखेरिको जुन चाहिँ स्टफिङ लाइक यो मरिभन्दा अलिकति फरक तरिकाको छ होइन। र फर्स्टमा हामीले रोलिङ गर्ने जुन चाहिँ प्रोसेसहरूमा चाहिँ लगभग उस्तै देखिन्छ र पछि गइसकेपछि अलिकति हामीले रोलर पिङ टाइपको लाइक ओभल सेपमा चाहिँ यसलाई हामीले प्रस्तुत गरिरहेको छ होइन सेप। ओभल सेप भन्छौँ कि सेप, कुन सेप भन्छ? अब यसलाई ओभल सेप नै भनौँ। ओभल सेप या जस्तो अन्डा आकारले भनौँ, ओभल सेप नै भनौँ। तर एभ्रीमा जुन चाहिँ हजुर एभ्रीमा दुईतिर चुच्चो हुन्छ, एभ्रीमा दुईतिर चुच्चो हुन्छ। हामी यसमा एकतिर एभ्रीमा एकतिर चुच्चो हुन्छ, हामी यसमा दुईतिर चुच्चो बनाएर बनाउनु गइरहेको छ। हजुर बगियाको भनेको यो पर्दै हामीले यो तिनवटा स्वादमा बनाउँदैछौँ है, जसमा हामीले यो दालको स्टफिङ गरिरहेको छौँ। स्पेसल्ली हामीले दाललाई चाहिँ यसलाई उडदमै युज गरेको छौँ होइन, कुर्थी दाल होइन, कुर्थी दाल है। कुर्थी दाल उडद चाहिँ स्पेसल्ली हामीले हिन्दीको रूपमा चाहिँ लिन्छौँ पहिले होइन। उडद हाम्रो तराईको उडद दाल हामी कालो दाल भन्छौँ। उडद भने हामी तराईमा भन्यौँ, यसलाई नभनौँ। उडद भनेको हामी तराईमा उडद दाल भन्छौँ। लाइक मैले हामी इन्डियातिरको उसमा चाहिँ पाहाडमा चाहिँ जाँदाखेरि चाहिँ उडद बढी हुन्छ, तर हामी चाहिँ मिथिलामा चाहिँ उर्दी दाल होइन, उर्दी दाल कुर्थी भन्छौँ यसलाई। कुर्थीको दाल
उडद नभएर कुर्थी दाल कुर्थी दाल हामी युज गरिरहेको छौँ। उडद छैन, कुर्थी भनेको कालो कलर हुन्छ जुन हामी यहाँ दाल भन्छौँ, कालो दाल। यहाँ धेरै खाने प्रचलनमा छ। यही कुराको गरी गर्दाखेरि अलिकति मैले यहाँ नेवारीसँग जोड्न चाहेँ होइन। नेवारीमा हामीले स्पेसली बाह्र बनाइन्छ होइन। बाह्र बनाउँदाखेरि त्यो मासु दाललाई चाहिँ हामीले भिजाएर होइन, त्यसको जुन चाहिँ पोखरालाई चाहिँ मजाले फ्याँकिन्छ। त्यही दाल हामीले लगाउनु युज गरेका छौँ। तर यसलाई चाहिँ हामीले मजाले पहिला बोइल गऱ्यौँ। बोइल गर्दाखेरि नर्मली हामीले पानीसँगै मात्रै बोइल गरेको छौँ। पानीसँग मात्रै बोइल गरेको होइन। अनि पछिबाट फेरि यसलाई क्रस गरेर हामीले यसलाई चाहिँ टेम्परिङ गरियो होइन। टेम्परिङ पछाडि हाम्रो मिथिलाको मसला गरियो। त्यसपछि हाम्रो अर्को कुन टेस्टमा बनाउँछ? त्यसपछि हामी पोटेटो सेटमा जाउँ। त्यसपछि हामी पोटेटो चाहिँ हामीले त्यो त केमा बोइल गरेर म्यास गर्छौँ? होइन, हामी भुजिया भन्छौँ। तपाईँमा आलुको भुजिया बनाउने गर्छौँ। हामी भुजियाको टेस्टमा दिन्छौँ। भुजियाको टेस्टमा हामीले भनेपछि एउटा आलुको टेस्टमा हुनु गयो, एउटा दालको टेस्टमा हुनु गयो, एउटा मिठा भन्छौँ। मिठा भनेको सुगर क्यान हामी प्लाम सुगर यो सक्खरको हामी दिने त्यसलाई सक्खरको युज गरिरहँदाखेरि चाहिँ सक्खरमा हामीले केही कुराहरू अरू एक्स्ट्रा चिजहरू थप्नुपर्छ पर्दैन। अब जस्तो तपाईँहरूले मुनिमा जस्तै चारोसँग तिलहरू राखे जस्तै तपाईँ त्यहाँ तिल हाल्नु छानले तिल नहालेर त्यतिकै मिठा हालेर बनाएर तर त्यो फेमस भनेको दाल र आलुको